कहाँको ट्रेनको छ सवारी खोइ त ट्रेन कुदेको घरको अरे अब कसको रिस सबै केमा पकाउँछ घर भत्काएर नि ए पाण्डु के गरेको तैँले केही जाँदैन यति भत्काइसक्यो हामीले अब मलाई यो चाहियो। हेलो गाइस गुड मर्निङ एभ्रीवन वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुभयो आशा राख्दै म पनि सन्चै। अहिले चाहिँ ब्लग स्टार्ट आज धेरै दिनको बादमा पनि अनि अहिले चाहिँ म जान लागेको छु काम बडाहरूको घर भत्काउन गाइस। लाइक यसलाई पनि सँगै लिएर जान्छु उतै बाँधिदिन्छु अनि उता पनि काम हुन्छ। सो अहिले चाहिँ क्याबसेप लिइसकेँ मैले अब चाहिँ यहाँबाट निक्लिनु पर्ने हुन्छ। सो तपाईँहरू जतिसक्दो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अनि बिना स्किप गरेर भिडियो हेरिदिनु होला त्यही भन्न चाहन्छु आशा राख्दै है। अब चाहिँ यसलाई खोल्छु गाइस तन्केको हिँड्ने चल्दैन अब यो पनि चल्दैछ भतिसकेको छ। लाइक टिन टोटली खोलिसकेको छ कुराले यही हो भनौँ घर। अब यो भत्काउनु पर्ने हुन्छ कति साल बनाइसकेको थियो फुल बगान अब जाने पऱ्यो फुलबारी लडाउ ढुङ्गा लडाउ भनेमा हो तिखो त छिटो छिटो मेरो काम छैन भाइ भाइ बुढा मान्छे छिटो गर्नु है छिटो त्यो झराउने के तिखो त आँखा पारेर प्याक्ता भएछ। काम गर्दा गर्दा बिजोक भयो पानी परेर तिखो माइला उहाँ पुगेछ। सो यिनीहरू निकाल्नु पाएन है यताको उता पनि निकाल्नु पाएन पानी पर्यो नि त है। बुढा मान्छे कता लाग्यो यो त फेरि बडाउले खोलिदिएर यहाँबाट पानी चुने भइहाल्यो। पानी पऱ्यो यास अब पर्ला जस्तो थिएन आस आज पानी चाहिँ परेर जस्तो भयो नि। रखस्ती यता के भयो यता कि बजार मास बजार ने कापुर बजार तिन कति लड भने अब चाहिँ खाजा साजा खाइयो सबैजनाले काममा लाग्नुपर्छ अब। तेरो घर त भत्क्यो त अनि के गर्छेस् ओ भाइ तेरो घर भत्क्यो त यहाँ बडाइमाको पर्समा हुनुपर्छ पैसा एप्पलको पर्स कति छ ला खाली खाली केही छैन यस्तो 5 लाख रुपियाँ रहेछ एप्पलको कहाँको ट्रेनको छ सवारी खोइ त ट्रेन कुदेको घरको अहिले चाहिँ खोल्ने बेलामा त कति मजाले लिपेको थियो यति मजाले लिपेको गयो। लाइक अब लिप्नु पर्दैन नि त नि त्यो त हनुमान तलको चाहिँ कसले काट्छ भने तलको चाहिँ यहाँको चाहिँ कसले काट्छ यहाँको नकाटे तान्न हुन्छ। लो त लो लो ट्रेन सवारी स्टार्ट छिटो छिटो दिखुला जान पनि आउँदैछ यहाँ बनाउन यति कष्ट भत्काउन होइन बा कसरी होइन यसरी यो पनि भत्काउन के उ त लाग्दैन बनाउनै कष्ट इजी लाइक अलमोस्ट 1 लापा 2 लापाले भत्कियो अरे अब कसको रिस सबै केमा पकाउँछ घर भत्काएर नि ए मामाहरूको रिस अब मामा भानिजले घरमै देखाइन्छ लु घर भत्काएर नि खोइ त ए खतम एनर्जी ड्रिङ्क खानुपर्छ तिखो त एनर्जी ड्रिङ्क अनि मात्रै पावर आउँछ। केही जाँदैन यति भत्काइसक्यो हामीले अब मलाई यो चाहिएको छ होइन जाँदैन नि केही पनि त्यसै हल्ला मात्रै गर्छ तिखो आएन त्यस्तो भयो ती सब। मेमे अनि के गर्छ अरे तिखो दाले के गर्छ अरे मेमे गयो अब सर्ट हान्छ नि उयो लगाएको छ कटाउ त्यहाँ बुढाले खतम यो बुढा काम छैन
यसले कम्प्लेन गर्दैछ कसले बिस्वार भाइ मेमेलाई कम्प्लेन गर्दैछ सबभन्दा बेकार काम यही घर भत्काउने हो कि होइन त्यो कुरा त्यो कम्प्लेन गर्दैछ है कुनाल म त हटाइदिएन हालत खराब भइसक्यो ओ खुरा जल्दी जल्दी मलाई चाहियो फ्रेन्ड्स सकिनु लाग्यो भन्दा पनि निकै छ अझै यति छ भत्काइसक्यो भर्खर रात पनि परिसक्नु आँट्यो तिखुदा मजाले हेर्छ आज तिखुदा नहुँदैन सोध्नु पर्ने तिखुदा ए पाण्डु के गरेको तैँले डराएछ पाण्डु सो रात पनि परिसक्यो यिनीहरू सादा मल्दा दिन गइसकेन सकेन यति पनि सो आजको चाहिँ काम धेरै भन्दा पनि त्यति भएन यति नै भयो लाइक अलमोस्ट आधा चाहिँ खतम भयो अनि अलिअलि रेडी गरेर खतम भयो आज पानी पनि यस्तो पर्न आँटेछ हावा पनि बहुत चल्दैछ हजुर सक्यो भन्दा पनि आधी चाहिँ अब खतम भोलि छ आधी सो त्यही भन्न चाहन्छु अनि आजको भिडियो के कसो लाग्यो कमेन्ट गरिदिनु होला सब्सक्राइब गर्नु नबिर्सिनु होला अनि जाँदा तपाईहरु एउटा फुलबारी पनि हेरेर जानु फुलर बगैँचा एटा कि फुलर बगैँचा सो त्यही हो आजको भिडियोलाई यतातिर व्यवस्था गरौँ थ्याङ्क्स फर वाचिङ किप सपोर्टिङ गाइस लभ यु चतर